ल, आज हामी इलाम 1 को लागि प्रस्तुत गरिएको एउटा निकै महत्त्वाकांक्षी राजनीतिक योजनाको बारेमा गहिरिएर कुरा गर्दैछौँ। आउनुहोस्, यो योजनाले के भन्छ, यसका मुख्य पक्षहरू के हुन्, एक एक गरेर हेरौँ। यो योजनाको मुटुमै एउटा ठूलो चुनौतीलाई सम्बोधन गर्ने प्रयास छ, त्यो हो युवा पलायन। कसरी आफ्नै जिल्लामा आफ्नै घर आँगनमा अवसरहरू सृजना गर्ने, ताकि हाम्रा युवाहरूले खाडी मुलुकमा गएर सस्तो श्रम बेच्न नपरोस्। हो, यो योजना यही प्रश्नको जवाफ खोज्नमा केन्द्रित देखिन्छ। यो घोषणापत्रको सुरुवातमै यसको वैचारिक जग स्पष्ट पारिएको छ। भन्न खोजेको के हो भने विकासको मुख्य इन्जिन भनेको व्यक्तिगत स्वतन्त्रता र खुला बजार हो। यही सोचले यो पुरै योजनालाई डोर्याएको छ। आजको हाम्रो चर्चा यी 5 मुख्य विषयहरूमा केन्द्रित हुनेछ। इलामको लागि एउटा नयाँ भिजन, युवा प्रतिभालाई कसरी घरमै राख्ने, किसानको जीवनमा कसरी क्रान्ति ल्याउने, स्वास्थ्य र वित्तीय प्रणालीमा के सुधार गर्ने र अन्तमा इलामलाई विश्वमा कसरी चिनाउने। ल, त्यसो भए सुरु गरौँ पहिलो खण्डबाट। इलामको लागि कस्तो नयाँ दृष्टिकोण प्रस्ताव गरिएको छ त? यो योजनाले लाइसेन्स राजलाई एउटा मुख्य समस्याको रूपमा पहिचान गरेको छ। यो भनेको के हो भने काम गर्न खोज्नेलाई अनेक थरी नियम, कानून र झन्झटले अल्झाउने प्रणाली। यो घोषणापत्रले यही प्रणालीलाई तोडेर उद्यमशील युवाहरूलाई अगाडि बढ्न सजिलो बनाउने लक्ष्य राखेको छ। सानो सरकार, ठूलो अवसर, यो नै यो योजनाको मूल मन्त्र हो। यसको अर्थ सरकारले अनावश्यक हस्तक्षेप गर्ने होइन, बरु सबै नागरिकलाई फस्टाउने र समृद्ध बन्ने अवसरको ढोका खोलिदिने हो। सरकारले बाटो बनाउने, दौडिने काम निजी क्षेत्र र नागरिकको। अब लागौं इलाम जस्तो पहाडी र सीमावर्ती जिल्लाको सबैभन्दा ठूलो र गहिरो पीडामा, युवा पलायन। आफ्नै छोराछोरीलाई, आफ्नै प्रतिभालाई कसरी घरमै रोक्ने? यो योजनाले यसको समाधान कसरी खोजेको छ, हेरौं। प्रश्न एकदमै सिधा छ। आखिर युवाहरू इलाम किन छोड्छन्? यसको मुख्य कारण हो गुणस्तरीय शिक्षा र राम्रो अवसरको कमी। यही कारणले गर्दा कलिलो उमेरमै उनीहरू घर परिवार छाडेर झापा, काठमाडौँ वा भारततिर लाग्न बाध्य छन्। अब हेरौं यसको समाधान के त? समाधानका लागि केही ठोस प्रस्तावहरू अगाडि सारिएका छन्। जस्तै स्थानीय स्तरमै कक्षा 12 सम्मको गुणस्तरीय शिक्षा दिने इलाम मोडल महाविद्यालय, ताकि छोराछोरीले पढ्नकै लागि घर छाड्न नपरोस्। अनि स्कुलदेखि नै एआई जस्ता नयाँ प्रविधिको ज्ञान दिने र केही नयाँ गर्न चाहिने युवाहरूका लागि बिजनेस इन्क्युबेटर। यी सबैको लक्ष्य एउटै छ, युवाहरूलाई आफ्नै ठाउँमा अवसर दिनु। अब कुरा गरौं किसानका लागि क्रान्तिको। सुन्दैमा निकै ठूलो लाग्ने यो नाराभित्र के छ? यो योजनाले इलामको कृषि क्षेत्र, जो यहाँको मेरुदण्ड हो, त्यसलाई कसरी बदल्ने सपना देखेको छ? यसको मुख्य लक्ष्य भनेको खेतीपातीलाई केवल गुजारा चलाउने माध्यमबाट माथि उठाएर एउटा आधुनिक र नाफामुखी व्यवसायमा रूपान्तरण गर्नु हो। ल, आउनुहोस्, यसका लागि के कस्ता योजनाहरू छन् त्यो हेरौं। यो स्लाइडले कृषिमा क्रान्ति ल्याउने 4वटा मुख्य कदम देखाउँछ। पहिलो, खेतीलाई आधुनिक बनाउने। दोस्रो, अनुदान प्रणालीलाई वास्तविक किसानसम्म पुर्याउने। तेस्रो, किसानले आफ्नो उत्पादनको मूल्य आफै तोक्न पाउने डिजिटल बजार बनाउने। र चौथो, बिचौलियालाई हटाएर किसानलाई सिधै अन्तर्राष्ट्रिय बजारसँग जोड्ने। यो घोषणापत्रको सायद सबैभन्दा ठोस र महत्त्वाकांक्षी प्रतिज्ञामध्ये एक हो, किसानको आम्दानी दुब्बर बनाउने। यदि यो लक्ष्य साँच्चै पूरा भयो भने यसले किसानको जीवनस्तरमा कति ठूलो परिवर्तन ल्याउला हामी अनुमान लगाउन सक्छौं। ल, अब हेरौं स्वास्थ्य र वित्तको क्षेत्रमा। यहाँ कस्ता सुधारका योजनाहरू छन्? यहाँ स्वास्थ्य सेवामा एउटा ठूलो परिवर्तनको प्रस्ताव देख्न सकिन्छ। अहिले छरिएर रहेको बजेटलाई एकै ठाउँमा ल्याएर एउटा सुविधा सम्पन्न इलाम एकीकृत अस्पताल बनाउने। र अर्को महत्त्वपूर्ण कुरा, रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने रोकथाममुखी प्रणालीमा जोड दिने। ऋणको चर्को ब्याज र विभिन्न समस्याले पिसेका नागरिकलाई राहत दिन यो योजनाले वित्तीय न्यायको कुरा उठाएको छ। यसको मुख्य लक्ष्य भनेको ब्याङ्क र ऋण लिने नागरिक बीचको सम्बन्धलाई थप सन्तुलित र न्यायपूर्ण बनाउनु हो। अब हामी अन्तिम तर सायद सबैभन्दा रोमाञ्चक विषयमा आइपुगेका छौं, इलामलाई विश्वको मञ्चमा कसरी स्थापित गर्ने। यो योजनाले पर्यटन मार्फत इलामको आर्थिक कायापलट गर्ने एउटा ठूलो सपना बोकेको छ। यहाँ केही ठोस रणनीतिहरू छन्, जस्तै इलामको चिया, अलैँची, अकबरेलाई
टेस्ट अफ इलाम भनेर विश्व बजारमा बेच्ने, सन्दकपुर र श्रीअन्तु जस्ता ठाउँलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने र सबैभन्दा महत्वाकांक्षी लक्ष्य केवल 4 वर्षभित्र पर्यटनबाटै इलामको कुल गारस्थ उत्पादन जीडीपीलाई दोब्बर बनाउने। र अन्त्यमा यी 12 वाचाहरूले एउटा आत्मनिर्भर र समृद्ध इलामको तस्बिर कोरेका छन्। यो राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रस्तुत गरिएको एक विस्तृत योजना हो जसले इलामको भविष्यलाई नयाँ दिशा दिने वाचा गर्दछ। अन्तमा एउटा गम्भीर प्रश्न मनमा आउँछ, के कागजमा कोरिएको यति बृहत र अति स्थानीय योजनाले साँच्चै एउटा सिङ्गो क्षेत्रको भाग्य बदल्न सक्ला त? यसको जवाफ त अब भविष्यले नै दिनेछ।